My YouTube च्यानल नयाँ दिन नयाँ ब्लग लिएर फेरि तपाईहरुको माझमा म कहिलेर आइसकेको छु र आज चाहिँ हामी मेरो आन्टी चाहिँ लगभग 25-30 वर्षदेखि चाहिँ उहाँको आफन्तहरुसँग कन्ट्याक्ट बिहे हुनुहुन्छ अनि हामी सोलु जाँदैछौँ। उहाँले भन्नुअनुसार चाहिँ उहाँ चाहिँ सोलुमा जन्मिनु भएको अरे तर अब उहाँको चाहिँ आफन्तहरु कोही कन्ट्याक्टमा हुनुहुन्न बुवा मम्मी पहिले बित्नु भएको अनि त्यही भएर हामी चाहिँ जाँदैछौँ अनि बाटो एकदम कस्तो छ के छ अनि माथि गएर उहाँको चाहिँ आफन्तहरु भेटिन्छ कि भेटिँदैन सो बाँकी कुराहरु चाहिँ भन्दै जाँदैछु तपाईहरु सबैजनाले भिडियो अन्तिसम्म अब सोलुको यात्रामा छौं है आन्टी म अब यहाँबाट हिँड्यौं सोलु जाने गाडी अनि कसरी अनि एकजना चाहिँ अगाडि चाहिँ हामी सोलु जाँदैछौँ आन्टी र म चाहिँ सोलु सल्लेरी देखि माथि के भन्छ सोताङ हुँदै हामी बुङ जान्छौँ हैन ल हाम्रो आन्टीको माइती चाहिँ हामी जाँदैछौँ है यो सोलु जाने गाडी अहिले चाहिँ हामी यो उदयपुरमा छौँ उदयपुरदेखि हामी लगभग 8 बजे यहाँबाट हिँड्नेछौँ माथि कति बजे पुग्छौँ तपाईहरुले पुगेपछि भन्नेछौँ अहिले चाहिँ हामी उदयपुरको चाहिँ यो गाईघाट बजारभन्दा अलिकति अगाडि र सोलुबाट कसले हेरिराख्नु भएको छ कमेन्ट गर्नु होला यो चाहिँ सोलु जाने गाडी बाटोमा चाहिँ जाम भएर यस्तो छ पुरै हामी चाहिँ घुर्मी पुग्ने बेला भएको थियो तर बाटो त्यस्तै धेरै जाम छ है गाइस अहिले घुर्मीमा आइपुगेर आमा छोरी अब खाना खान लागेको छौँ एकदमै यहाँ सादा खाना यो चाहिँ घुर्मी रहेको छ अगाडि घुर्मी कटरी यहाँ लेखिरहेको छ घुर्मी कटरीमा चाहिँ खाना हामी खाँदैछौँ यहाँ होटलमा हामीलाई चम्ची ल्याइदिनु ल यो मासु यो कुन माछा हो हजुर कसैको माछा र खानु नै सुप कसैको माछा रे हो हामीलाई ऊ मात्रै ल्याइदिनु चम्चा ल्याइदिनु चमचे माछा मासुको सट्टा यहाँ माछाको सट्टा यहाँ मासु ल्याउँ मासु केतुके भन्ने ठाउँमा आइपुग्यो एकदम अर्ग्यानिक खुर्सानी त्यो चाहिँ ओखलढुङ्गाको केतुके ओखलढुङ्गाबाट फेरि यहाँबाट चाहिँ अब अर्को गाडी चढेर सलेरसम्म जाँदैछौँ अनि अब सलेरदेखि चाहिँ फेरि बुङको गाडी चढ्नु पर्ने अझ गाडीले चाहिँ हामीले ठग्यो पुरा ढाँटेर हामीले सोलु भनेर चाहिँ ओखलढुङ्गाको गाडीमा हालिदियो
फेरि ओखलढुङ्गाबाट हामी सोलु जाँदैछौँ 4 बजिसक्यो है अब हाम्रो कति समय लाग्छ तपाईँहरूलाई बताउनेछ हाम्रोतिर जाडो छ के अरे जाडो गर्मी छ यता त एकदम चिसो रहेछ जाडो माथि पनि कुनै हो जाडै छ माथि झर्न होला योभन्दा जाडो होला नि होइन अब यहाँदेखि सोलुङ त अलिक अगाडि गएपछि ए सिमाना यहाँ हो ए ल सोलु भनेपछि हामी अब ओखलढुङ्गा छोडेर सोलु लाग्यो प्रवेश सोलु गर्यो सोलु लाग्यो अब यहाँबाट 1-1.5 घन्टामा हामी लगभग सोलु पुग्छौँ कस्तो राम्रो राम्रो टिप्न पाउँछ होइन कि पाउँदैन कस्तो राम्रो राम्रो क्या सोधेको नि हामी चाहिँ सोलुको पत्ताले बजार भन्ने ठाउँमा आइपुग्यौँ अब हामी सोलुको पत्ताले बजार कस्तो पैसा होला पत्ताले बजार चाहिँ थुलुङ दुधकुण्ड चाहिँ हामी आइपुग्यौँ के भन्नु थुलुङ दुधकुण्ड नगरपालिका भनेको के भन्नु हेरेको पनि छैन हौ फाप्लु सोलुको फाप्लु यो चाहिँ फाप्लु तल एयरपोर्ट है यहाँबाट यसरी देख्न सकिन्छ सबैबाट चाहिँ छिर्न नमिल्ने रहेछ सोलुको फाप्लु है यो चाहिँ फाप्लुको यो एयरपोर्ट यहाँबाट चाहिँ नदेखिनेछ मबाट नछिने रहेछ कस्तो बिजोग यहाँबाट चाहिँ यसरी देख्न सक्छौँ फाप्लु यति धेरै अहिले चाहिँ कुहिरो लगाइरहेको छ एकदम चिसो छ माइ गड यहाँ त लगभग 3000 को हाइट छ अचो यति जाडो भयो जान यहाँबाट नसकिने रहेछ है त्यही त होइन हेर्नु चाहिँ एकदमै मिठो जाडो भएर हामी चाहिँ काकाको बाबा भन्ने काका बाबा भन्ने होटलमा आएर बस्यौँ अनि यहाँ चाहिँ हामी 300 रुपियाँमा चाहिँ सुत्न पाइँदो रहेछ सोलुमा चाहिँ 300 रुपियाँ आन्टीले सास लाउँदै हुनुहुन्छ अनि 300 रुपियाँमा चाहिँ सुत्न पाइँदो रहेछ यति धेरै जाडो छ अनि यति गर्मी महिनामा चाहिँ हामी चाहिँ होइन यसो न्यानो लाएर यहाँनिर बसिरहेको छौँ एकदम जाडो छ है सोलुमा एकदमै जाडो छ लगभग यो 2500 को हाइटमा छौँ अनि आज चाहिँ हामीलाई गाडीले धेरै ठग्यो गाईघाटदेखिको ठग्दै उदयपुरदेखिको चाहिँ हामीलाई सोलुको गाडी भनेर चढायो तर सोलुको गाडी होइन रहेछ हामीलाई चाहिँ ओखलढुङ्गामै झारिदियो ओखलढुङ्गामा झारेर फेरि महाकालुङसम्मको गाडी भन्यो त्यो पनि होइन रहेछ सल्लेरीसम्म ल्याएर हामीले छोडिदिएको छ अनि अहिले चाहिँ हामी यहाँ सल्लेरीमा आएर बसेको छौँ यहाँदेखि चाहिँ भोलि बिहानै हामी बुङ जानेछौँ अनि बाँकी भिडियो चाहिँ हामी बुङको देखाउनेछौँ यस्तो छ यात्रा अब खाना अब एकछिनमा हामी अर्डर गर्छौँ जाँच गर्नै हुँदैन भएन त्यसो भए यहाँ मेरोमा एकछिन लाउनु त यहाँ लाउनुहुन्छ त एकछिन अरू त ठाउँ छैन तल हाम्रो बसाइ चाहिँ गाईघाटदेखि सोलुखुम्बु जिल्लाको चाहिँ यो सल्लेमा रहेको छ अनि बाँकी भिडियो चाहिँ भोलि के हुन्छ कसो हुन्छ भोलि तपाईँहरूलाई नै म बताउने छु अनि आज चाहिँ म यहीँसम्मकै भिडियो चाहिँ जहाँदेखि तपाईँले हेर्नुभयो यहीँ नै मैले स्टप गर्न लागेँ अनि भोलि चाहिँ हामी के गर्छौँ कसो गर्छौँ सबै तपाईँहरूलाई जानकारी दिनेछौँ तपाईँहरू सबैजनाले भिडियो हेरिराख्नु होला अनि भेट हुन्छ कि हुँदैन थाहा छैन है अनि उहाँहरूलाई चाहिँ पत्ता लाग्छ कि लाग्दैन उहाँको आफन्तहरू सो एकदम हामी पनि कन्फ्युज छौँ अन्यल छौँ किनभने यो ठाउँ चाहिँ हाम्रो लागि पनि नयाँ नै हो त्यो भएको कारणले चाहिँ भोलि के हुन्छ कसो हुन्छ सबै तपाईँहरूलाई भिडियो मार्फतमा जानकारी दिनेछु र तपाईँहरूले चाहिँ यो अन्तिमसम्म भिडियो हेर्नु भएको छ भने प्लिज कृपया सबैजनाले चाहिँ सेयर गरिदिनु होला यो मेरो नयाँ च्यानल हो एकदमै उठाउनु पर्ने छ अनि अब अहिले एकदम व्यस्त भएको कारणले पनि मैले भिडियोहरू हाल्न पाएको छैन सो अब चाहिँ कन्टिन्यू हुनेछ सो भोलि चाहिँ हामी भेट्ने
फेरि हामी भेट्नेछौँ अनि के हुन्छ कसो हुन्छ अपडेट दिनेछौँ। अहिलेको लागि चाहिँ सबैजनालाई बाई बाई, गुड नाइट। रात पनि पऱ्यो अनि हामी पनि यहाँ बास गरेर बस्नुपर्ने हुन्छ। सो गुड नाइट।